धेरै कुरा राख्नु पर्दैन। देशकै राजधानीमा बस्ने मान्छेहरू अवश्य हामी शिक्षित छौँ, सचेत छौँ, नैतिक पनि छौँ है। सचेत भनेको त्यो जसले सही र गलत बीचको फरक छुट्याउन सक्छ। नैतिक भनेको त्यो जसले सहीको पक्षमा आफूलाई उभ्याउँछ। त्यसो भएको कारणले गर्दाखेरि यहाँ उपस्थित सबैजना हामी सचेत छौँ, नैतिक छौँ र देशप्रति जिम्मेवार पनि छौँ। त्यसो भएको कारणले मैले धेरै बेली विस्तार लगाएर मसिनो ठुलो विभिन्न खालका चाहिँ उदाहरणहरू जोडेर भनिरहनु पर्ने आवश्यकता छैन। हामीले देख्यौँ, बुझ्यौँ, भोग्यौँ है। मैले बारम्बार भन्ने गरेको कुरा अलिकति दोहोऱ्याउनु मन लागेको छ। मान्छेले गल्ती गर्छ किनभने गल्तीबाटै सिक्दै आएको हौँ हामी। एउटा साइकल मात्रै कुदाउँदाखेरि पनि कतिचोटि लडेर घुँडा पिल्साएर मात्रै हामीलाई कुदाउन आउँछ होइन हो। फेरि मान्छेले त्यही गल्ती दुईचोटि गर्न सक्छ किनभने मान्छे हो, त्यहाँबाट पनि उसले सिक्छ। फेरि त्यही गल्ती मान्छेले तीनचोटि पनि गर्न सक्छ, त्यहाँबाट पनि मान्छेले सिक्छ। तर तीनचोटि भन्दा बढी गल्ती गर्यो भने त्यो मान्छे नभएर भेडा हो है। एउटै गल्ती चौथो चोटि दोहोऱ्याउने मान्छे भेडा हो। चौथो चोटिदेखि फेरि पाँचौं चोटिसम्म पनि र त्योभन्दा बढी तपाईँको चाहिँ त्यही गल्ती दोहोऱ्याउँछ भने त्यो चाहिँ कुकुरको पुच्छर हो, त्यसको उपाय छैन। त्यसो भएको कारणले पक्कै पनि हामी यहाँ उपस्थित कोही पनि कुकुरको पुच्छर छैनौँ र मिडिया मार्फत, लाइभ मार्फत हामीलाई हेरिरहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू हामी कुकुरको पुच्छर होइनौँ। त्यसो भएको कारणले पुराना दलहरू एमाले, कांग्रेस, माओवादी भन्थ्यो, माओवादी त छैन होला अहिले, तारा आएको छ। अर्को चुनावमा अर्को चिन्ह आउँछ हेर्नु है। मान्छे चेन्ज भइरहन्छ नि त। त्यस्ता दलहरूबाट केही पनि निस्किँदैन, हुँदैन। नयाँ विचार पनि छैन, नयाँ चरित्र पनि छैन, केही पनि छैन, नयाँ व्यवहार पनि छैन। के थोक आउँछ? त्यसले गर्दाखेरि सरकारको लागि सरकार गठन गर्ने, एउटा सांसद चुन्नका लागि मात्रै चुनाव गर्ने समय होइन यो। जेनजीको आन्दोलनले के सङ्केत गरेको छ? हुन त त्यो आन्दोलन कसले गरायो, के गरायो होइन भन्ने कुरा तपाईँको छैन। चलखेलका कुराहरू थुप्रै छन्, तथापि ती सम्पूर्ण हाम्रा नानीहरू, हाम्रा भान्जा, हाम्रा भान्जी, हाम्रा छोरा छोरी, नाति नातिनीको उमेरका मान्छेहरू शहीद भएर गए। उनीहरूलाई राजनीतिको रह पनि सायद थाहा थिएन।